नमस्ते अनि स्वागत छ साथीहरु आजको हाम्रो यो ब्लगमा। आज हामी चाहिँ नेभर स्टेट युएसए सिटी लस भेगसमा छौं हामीहरु। यो चाहिँ बोटानिकल गार्डन हो। यो व्हाट डिड यु सी? Oh, that bird is not real. Wait, we have to go there after this one. अनि साथीहरु यदि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु, यसका साथसाथै लाइक कमेन्ट अनि शेयर पनि गरिदिनु साथीहरु। आजको भिडियो एकदमै इन्जोय गरिदिनु साथीहरु। म तपाईहरुलाई एकदमै सबै देखाउँछु, तपाईहरुलाई एकदमै इन्जोय हुने गरी यो भिडियोहरु। यहाँ चाहिँ विभिन्न ठाउँका मान्छेहरु घुम्न आउँछ साथीहरु। अनि यो सिन चाहिँ साथीहरु महिनै पछि यिनीहरुले चाहिँ यो फेरबदल गरिरहन्छ। अनि यहाँ बाघहरु लाग्छ, एउटा बाघ। अनि यहाँ पर एकदमै हात्ती पनि राखेको छ साथीहरु। एकदमै यता पानी चरा, यो क्रेन भनौँ कि के भनौँ, अब क्रेन यस्तै अग्लो हुन्थ्यो चरा हैन, पानी चरा बकुला जस्तै, बकुलाकै प्रजाति पछि यिनीहरु। यहाँ सानोतिनो फाउन्टेन छ साथीहरु एकदमै। यहाँ पर यहाँ मान्छे खासै त्यति भिडभाड त छैन साथीहरु पहिला जस्तो। पहिला भने चाहिँ एकदमै भिड हुन्थ्यो साथीहरु, एकदमै भिड हुन्थ्यो। यहाँ लगभग यहाँ छिर्ने ठाउँ हुँदैन साथीहरु। यो बाघ चाहिँ म आज तपाईहरुलाई नजिकबाट देखाउँदैछु। यो सबै एकदमै फेक बाघहरु भयो। यहाँ एकदमै यो झार जंगल, यो पत्ता एकदमै ओरिजिनल हो साथीहरु हैन। साथीहरु म चाहिँ हात्ती एकदमै नजिकबाट निकाल्दैछु। यो फुलहरु छन्, एकदमै रमाइलो फुलहरु छन् साथीहरु। यहाँ एउटा वन मान्छे मैले देखेँ, एकदम वन मान्छे। Look, Pravisha from other side. Can go a little bit. No, साथीहरु। एउटा वन मान्छे र चिम्पान्जी जस्तो देखियो। हात्तीको स्ट्याचु छ साथी, एकदमै रमाइलो तरिकाले बनाउनु भएको छ उहाँहरु। यहाँबाट चाहिँ सिंगै बाघ देखे साथी, एकदमै पुरै बाघ सुतिरहेछ। मैले हात्ती चाहिँ एकदमै नजिकबाट चाहिँ खिचिरहेको छु। पानी एकदमै छमछम सानोतिनो एउटा फाउन्टेन छ यहाँ साथीहरु। यहाँ फुलहरु एकदमै रमाइलो फुलहरु, रङ्गी-चङ्गी फुलहरु छन् साथीहरु एकदमै। अनि यता चाहिँ जिराफ पनि रहेछ साथीहरु। म जिराफ तपाईलाई देखाउन गइरहेको छु। यहाँ माथि पनि एउटा बाँदर, मंकी, वन मान्छे जस्तो छ खासै गरी चाहिँ। अनि यहाँ चाहिँ जिराफ रहेछ साथीहरु। जिराफ यहाँ छ। यहाँबाट चाहिँ म देखाउँछु तपाईलाई। जिराफ यहाँबाट चाहिँ यस्तो माथि गइरहेछ, यति अग्लो बनाएको छ साथीहरु यिनीहरुले। यता पनि चराको स्ट्याचु बनाएको छ साथीहरु त्यहाँ। यसरी जुम गर्दै यहाँ साथीहरु एकदम चराहरु एकदमै रमाइलो ठाउँ छ। यो महिनै पछि फेरबदल गरिरहन्छ साथीहरु। यो सिन चाहिँ अर्को महिना आउँदा अर्कै बनाएको छ यिनीहरुले। रमाइलो यो चाहिँ यो छ हैन। महिनै पछि अब विभिन्न किसिमको सिनहरु हेर्न पाउँछ एकदमै। ल त साथीहरु, हामीहरु चाहिँ यहाँबाट बाहिर निस्किँदै छौं। मान्छे भिडभाड छन् हैन। मान्छे विभिन्न ठाउँबाट आउनु भएको छ मान्छेहरु। यहाँबाट चाहिँ हामीले एक्जिट गरिसक्यौँ। यहाँ चरा पनि रहेछ एकदमै। यो धनेश अथवा हङ्ग्राई जस्तो चरा देखिरहेछ। यता एकदम रमाइलो बनाएको छ फुलहरु। यहाँ पनि एउटा बाघ छ साथीहरु। ल साथीहरु, हामी चाहिँ बाहिर निस्क्यौँ। अब फेरि बाहिरको यसो भिडियोहरु हामी सुट गर्छौँ। ल साथीहरु, हामी चाहिँ बोटानिकल गार्डन घुमिसक्यौँ। यहाँ मेरो छोरी प्रविशा। के छ प्रविशा? How are you? Do you want to say something? No. Why? Because I wanted to show the snake plush, but this is... We will get the later, okay? The snake. That snake is very expensive. We can buy. Do you have more money? I don't have more money. हाम्रो नानीले स्नेक मन परिरहेको थियो। स्नेक कपडाको स्नेक बनाएको छ, एकदमै अब लामो ठुलो थियो। मैले त्यो किन्दिनँ क्या, त्यसले चाहिँ स्नेक माग्ने भन्दैछ। We're going to get to the screaming crocodile thing like this. It does this, and we will buy the snake plush. ल साथीहरु, हामी बाहिर निस्क्यौँ। यहाँ माथि यस्तो छ छानामा एकदमै रङ्गीचङ्गी साथीहरु। अब हामी चाहिँ आकाशे छानामा जान्छौँ। हामी सबैजना चाहिँ आकाशे छाना भनेर चिन्छौँ। यस्तै बिल्डिङ हो। अनि त्यसको रूप चाहिँ, त्यसको छाना चाहिँ सेम टु सेम आकाश देख्ने बनाएको छ। अनि त्यो भित्र हिँड्दा चाहिँ एकदमै अब बाहिर हिँडे जस्तो फिल हुन्छ साथी एकदमै। यहाँ चाहिँ क्यासिनो बिल्डिङहरु छन्। यहाँ अब यति ठुल्ठुलो क्यासिनो, यति धेरै क्यासिनोहरु छन्।
सबैजना क्यासिनोहरू खेलिरहेछन् यो त खासै सानो हो क्यासिनो बिल्डिङमा भएको क्यासिनो एकदमै सानो हो अरू ठाउँमा एकदमै धेरै ठुल्ठुला एकदमै यति ठुला पनि छन् होइन अब त्यहाँ हामी जाँदैन कुनै बेला जाउँला यहाँतिर चाहिँ साथीहरू टेबल गेमहरू छन् साथीहरू टेबल गेम खेलिरहेछन् खेलिरहेछन् टेबल गेममा अब यो ट्रेनिङ लिनुपर्छ ट्रेनिङ लिइसकेपछि जानेछ यहाँ काम पाइन्छ एकदम काम राम्रो हुन्छ अब फेरि यो क्यासिनोतिर भनेको एकदमै हेल्थ इन्सुरेन्स राम्रो छ हेल्थ इन्सुरेन्स एकदमै सस्तो पर्छ यो आफ्नो कामबाट नै हेल्थ इन्सुरेन्स हुन्छ साथीहरू हामी यसैबाट जान्छौँ साथीहरू यस्तै छ साथीहरू यहाँको लस भेगास नेभर स्टेट युएसएको क्यासिनो कुनै मेसिनहरू खाली छन् कुनै खेलिरहेछन् एकदमै यो खासै यो ग्याम्लिङ राम्रो होइन साथीहरू म त खेल्दिनँ भन्दा कहिलेकाहीँ 10, 20, 50हरू लाएर खेल्छु आए आउँछ गए आउँछ भनेर एकदमै थोरै पैसामा एकदमै नजिकबाट यता चाहिँ अब के को मिटिङ हो साथी एकदमै मान्छे भिडभाड छन् साथीहरू यहाँ अब हामी चाहिँ यहाँ बिस्तारै यो क्यासिनो छोड्छौँ हामी सिजर प्यालेस जाँदै साथीहरू सिजर प्यालेस बिल्डिङ चाहिँ हो यो मात्र नभएर माथि देखेको यो सबै बिल्डिङहरू यहाँसम्मको सबै सिजर प्यालेस यति ठुलो छ अहिले बाहिर छ साथीहरू एकदमै गर्मी छ एस्केलेटरबाट चाहिँ उता जाँदैछौँ साथीहरू अलिक छोटो एस्केलेटर छ यहाँ रमाइलो छ साथीहरू हेर्नुहोस् एकदमै प्यारिसको बिल्डिङ त्यहाँ पर छ हामी चाहिँ यो बाटो हुँदै जानेछौँ सिजर प्यालेसमा आकाशे छानामा यहाँ मन्दिर पनि छ जस्तो लाग्थ्यो मलाई पहिला थियो अब हेर्दै जाउँ साथीहरू यता पर भनेको अब यो सर्कसहरू हेर्ने ठाउँ हो भित्ताभित्ता सर्कसहरूको पोस्टर टाँसिरहेछ माथि एकदम रमाइलो छन् दृश्यहरू यस्तै छ साथीहरू यहाँको लस भेगास यता सर्कस हेर्ने ठाउँ हो एकदमै टिकट काटेर जानुपर्छ साथीहरू अघि मैले मन्दिर भन्दै यता त्रिशुलमा चाहिँ आगो देखाइरहेछ सरर अलिक टाढा थियो अलिक राम्रो देखिएन अनि यहाँ रहेछ साथीहरू मैले मन्दिर अघि भनेको थिएँ नि मैले देखिनँ बा हटाए जस्तो लाग्यो यहाँ छ मान्छेको शिवजीको मान्छे सानोतिनो यहाँ एकदमै दर्शन छ सबैले सोचेको कुरा होस् सिजर प्यालेसको बिल्डिङ चाहिँ साथीहरू यहाँबाट हुँदै यहाँ माथि सिजर प्यालेस अलिक देखिरहेको छ साथीहरू यो सबै सिजर प्यालेस हो यहाँदेखि तलसम्म चाहिँ साथै एकदमै सिजर प्यालेस यहाँ त अहिलेको पानी नाचेको देखिरहेछ यहाँ परतिर मन्दिर पनि देख्यो मन्दिर दर्शन गरियो साथीहरू एकदमै ल साथीहरू यहाँ पनि सानोतिनो फाउन्टेन रहेछ एकदमै रमाइलो वा प्रविश डोन्ट गो क्लोजर ओके यता पनि छ साथीहरू एकदमै रमाइलो साथी एकदमै रमाइलो रहेछ साथीहरू एकदमै रमाइलो हेर्नुहोस् है यता आङ्गी हुनुहुन्छ मेरो श्रीमती हुनुहुन्छ मेरो छोरी हुनुहुन्छ यता साइला भाइ अलिकति अँधेरो देखियो Dobiar Pravisha. We're not taking them. Careful. That's it.
साथीहरू हामी चाहिँ सिजर प्यालेसभित्र चाहिँ अघि नै छिरिसकेका छौँ। मैले योभन्दा अगाडि अलिक भिडियो लिएको छु सबै सिजर प्यालेसको। अब हामी यहाँबाट चाहिँ उँधो झर्छौँ। उँधो एकदमै अब आकाशे छाना आउँछ साथीहरू। ल त साथीहरू आकाशे छाना भयो। आकाशे छाना यहाँ तपाईँले देखिरहनु भएको छ। यो सबै आकाशे छाना हो। एकदमै अब एकदम लामो छ यो बिल्डिङ होइन। यहाँबाट हामी चाहिँ अब एस्केलेटरबाट उँधो जानुपर्छ। ल हेर्नु साथी आशिका छाना यो बिल्डिङभित्र चाहिँ आकाशे छाना भएको आकाशे छाना भएको हुनाले चाहिँ एकदमै बाहिरी गएको जस्तो फिल हुन्छ। एकदमै रमाइलो छ साथीहरू। ल हेर्नुहोस् एकदमै। ल त साथीहरू एकदमै यति रमाइलो छ यो ठाउँ होइन। ल आर्टिफिसियल स्काई भन्छु म चाहिँ यिनलाई होइन। हामी चाहिँ एस्केलेटरबाट चाहिँ उँधो जाँदैछ साथीहरू। अब एकदमै लामो छ यो ठाउँ होइन। हामी उँधै जान्छौँ र उँधैबाट हामी एक्जिट गर्छौँ। ल हेर्छ साथीहरू यहाँ मेरी छोरी पछाडि आँगी मेरी श्रीमती पनि आउँदै छिन् एकदमै। ल साथी यति रमाइलो छ साथीहरू यो ठाउँ होइन। यो त लस भेगस नेभर छ युएसएमा पर्दछ। एकदम भिजिटरको ठाउँ यो चाहिँ एकदमै बवाल छ है साथीहरू एकदमै।